एकपटक कुकुरले टोकेको मानिसमा रेबिज भाइरस भयो भने 100% मृत्यु, बच्ने सम्भावना 0। यो कुरामा कतिको सत्यता छ? सर्वप्रथम रेबिज भाइरस भनेको के हो र कसरी सर्छ? रेबिज बोकेको कुकुरको टोकाइले गर्दा कुकुरको र्याल मानिसको शरीरमा जान्छ र त्यो र्यालमा रेबिज भाइरस हुन्छ। त्यो रेबिज भाइरस नसाको माध्यमबाट हाम्रो दिमागमा जान्छ र दिमागलाई बन्द गरिदिन्छ। अनि यसका लक्षणहरू पानीदेखि डराउने, भ्रम, ज्वरो आउने, अनि बेहोस हुने र लास्टमा मृत्यु। त्यसैले कुकुरले टोकेछ भने 24 देखि 48 घण्टाको बिचमा तुरन्तै डाक्टर कहाँ जानु र भ्याक्सिनहरू लगाउनु। यदि कुकुरले टोकेछ भने तुरन्तै डाक्टर कहाँ जानु। धन्यवाद। यस्तै भिडियोहरूका लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नुहोला। धन्यवाद।